चाहिँ भयो हाम्रो नेपाली खाना मकैको भात, मस्यामको दाल र भेन्डी मिक्स गरेको भेन्डीको दाल अनि बैगुन सलाद। अब खाने हो। वाउ, अब खाने हो। हेलो गाइस, फेरि पनि म आइसकेको छु हजुरहरूको माझमा मेरो मिनी ब्लग लिएर। आशा छ हजुरहरूले हेरिदिनुहुन्छ होला, माया गरिदिनुहुन्छ होला। आज चाहिँ म नेपाली खाना मकैको भात अनि डल्ले खोर्सानी अनि बैगुनको सब्जी अनि यहाँ चाहिँ भेन्डी र मस्यामको दाल रहेको छ। अनि यहाँनिर सलादको रूपमा भइहाल्यो, प्याज अनि काँक्रा भइहाल्यो। आशा छ हजुरहरूले मेरो ब्लगलाई माया गरिदिनुहुन्छ होला भन्दै आज चाहिँ अब म सुरु गरेँ ल। क्या खानु मन लागिसक्यो। आज चाहिँ कति भयो कि मैले अस्तिदेखि ट्राई गरिरहेको थियो मकैको खाना प्लस ढिँडो के भन्छ मकैको खाना अनि कोदोको पिठो मिक्स गरेर खाना बनाउने सोचमा थियो। अनि सिस्नु त यहाँ पाउनु त पाउँछ तर कहाँ पाउँछ थाहा छैन, त्यही भएर म सिस्नुको रूपमा सिस्नु खानु मन लाग्यो जस्तै भएर अनि मैले चाहिँ यो के भन्छ भेन्डीको दाललाई चाहिँ सिस्नुको रूपमा लिएर आज म खाँदैछु है। कस्तो हुन्छ। फर्स्ट बाइट हजुरहरूलाई है, फर्स्ट बाइट खाएँ ल। यो भेन्डीको दाल लिएपछि चाहिँ भेन्डीको दालको सब्जी बनाएपछि चाहिँ र खाना चपाउनै नपर्ने क्या, आफै जाने क्या। बैगुनको सब्जी भेन्डी मस्यामको दाल मिक्स गरेर यो सिस्नु टाइपले मैले चाहिँ बनाएको छु क्या। यो टेस्टी छ। जति यो हेर्दाखेरि नमिठो जस्तो देखिन्छ नि तर यो खाँदाखेरि लास्टै टेस्टी। खोर्सानी आफ्नै कमाइ हो, खाने हो, रमाइ रमाइ। साह्रै मजा आयो। टेस्टी गाइस। अर्को वर्ष खोर्सानीको डल्ले खोर्सानीको अचार लास्टै जुसी।
यो चिप्ले भिन्डी र मस्यामको दाल मिक्स गरेर खाँदा चाहिँ साह्रै कस्तो मलाई सिस्नु खाए जस्तै टेस्ट फिल भइरहेछ क्या गाइज। सिस्नै खाए जस्तो फिल भइरहेछ मलाई। Oh my god. यो बैगुन चाहिँ मलाई यस्तै डन्ठाइसँग क्या यसको यो डन्ठैसँग पकाएर यसरी खान जस्तो टेस्टी लाग्छ। त्यही भएर म डन्ठैसँग पकाउने गर्छु। My god. Berubah. के खाएर मोटाको भन्नुहुन्छ यी एक थाल मकैको भात त्यत्रो एक डब्बाका भेन्डी र मस्यामको दाल अनि बैगुनको सब्जी यस्तै खाएर मोटाउने हो म।
मस्तै जुसी खाँदा खाँदै निन्द्रा लाग्छ त गाइज आँखा चिम्रो चिम्रो भइसक्यो पोटपोलो अस्ति 5 वटा अगाउबाट खुर्सानी डल्ले खुर्सानी खाइदियो लास्टै पेट पोलो त्यही भएर आज चाहिँ 3टा मात्र खाएको पुगो गाइज हजुरहरू पनि विदेशमा हुनुहुन्छ अनि मकैको चामल पाउँदैन अनि सिस्नु पाउँदैन भने मकैको चामल चाहिँ मैले अनलाइन अर्डर गरेको अनलाइन अर्डर गर्दाखेरि पाइदो रहेछ त्यही भएर यो मकैको चामल भइहाल्यो अनि यो चिप्ले भेन्डी त प्राय जहीँ पनि पाउँछ होला भन्ने मलाई लाग्छ हजुरहरूलाई सिस्नु खानु मन लाग्यो भने चाहिँ अनि भेन्डीलाई चाहिँ मसिनो काटेर अनि त्यसलाई दलेर सिटी लाएर सिस्नुको रूपमा सिस्नु जस्तै गरेर खान सकिन्छ है मकैको भातसँग सिस्नुको तलतले लाग्यो भने चाहिँ म चाहिँ त्यस्तो गर्छु क्या सिस्नु खानु मन लाग्यो भने चाहिँ भेन्डीलाई लिएर मसिनो काटेर अनि सिटी लाएर सिटी राइस कुकर नभए पनि राइस कुकरमा पानी उमालेर होस् या के गरेर अनि त्यसलाई मसिनो काटेर तरकारी बनाउन सकिन्छ यसलाई सिस्नु जस्तै दलेर सिस्नुको रूपमा खान सकिन्छ यदि सिस्नुको तलतले लाग्यो भने चाहिँ पुग्यो गाइज त्यत्रो खायो मैले बाफ्रे खुर्सानी चाहिँ माया लाग्छ क्या म त्यही भएर खाइहाल्यो साह्रै मजा आयो गाइज
मुख चाहिँ अगाएको छैन, पेट अगाइसक्यो, मुख चाहिँ अगाएको छैन कि किन होला क्या गाई। सोच्नुहुन्छ होला हेर्दै नखाम जस्तो, तर यसरी बनाएर खानुस् कि ओ माई गड, सिस्नुको चाहिँ तिर्सनालाई मेटिन्छ क्या, यसरी बनाएर खानुस् भन्दै आजलाई मेरो मिनी भ्लग यति नै। हजुरहरूलाई कस्तो लाग्यो मेरो मिनी भ्लग, हेर्दै गर्नुहोला, माया गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। आजलाई मेरो मिनी भ्लग यहीँ टुङ्ग्याउँछु। आजलाई बाई, लास्टै पिरो भयो।